बालन भाइ ओ प्राइम मिनिस्टर अहिलेको लागि 5 वर्ष टेको सुदनलाई फर्का हजुर। अनि त्यो आजको यो मन्त्री परिषदले त्यो चाहिँ तपाईँको 500 1000 त्यो 4जना चाहिँ त्यो नियुक्त चाहिँ त्यो खारेज गरेर संवैधानिक त्यो चाहिँ कर्मचारीलाई चैट गरिदियो क्या जागिर भ्रष्टाचारी गर्ने कर्मचारी सबैलाई खारेज गर्नु त्यो मात्र होइन बालन है। म बोल्ने हिसाब यस्तै हो, केही ख्यास छैन मलाई फेरि याद गर। तर म त भाइ होस् म दाइ होस् हामी 3 करोड नेपाल दाजुभाइ हो कि न हो। त्यो मात्र होइन के पञ्चायत कालदेखि बस्छ त्यहाँ भ्रष्टहरू छ कि साला यस्तो देश हो कि पावर भयो भने साला 40 वर्ष खाइरहेछ मान्छेले। अरू हाम्रो चाहिँ नेपाली दाजुभाइले काम गर्नु परेन हो। ठिक गरे है यो अहिले एकदम ठिक छ। यो अझ ठिक डक्टरहरू आउट गर्नुपर्छ साला नोकरी सार्पीको डाक्टर भएर मान्छे मार्छ हो। जस्तै तपाईँ ठुल्ठुलो विश्वविद्यालयहरू चाहिँ नियुक्त चाहिँ विभिन्न खालको एउटा पालिका बराबरको चाहिँ त्यो चाहिँ खर्च चाहिँ यो चाहिँ राज्यले बेरिरहेको छ होइन। त्यो त तपाईँको 1584 जना चाहिँ आज चाहिँ ठुल्ठुला पदहरू चाहिँ त्यसको जागिर चेट भएको छ। अब चेट भएर के गर्ने बाबु, हाम्रो रगतको पसिनाको कुम्ल्याएर टन्न खान्छ उसलाई केही फरक पर्दैन। त्यो त नेपाली जनतालाई त लुटिरहेको नि, त्यो त 40-20 अहिले पनि लुटिरहेको छ नि। राणाकालीनदेखि लुटेछ हो कि भन त होइन। अनि त्यसपछि अर्को कुरा